बच्चाहरूको खुबी हामी पत्ता लगाउन सक्दैनौँ, जसले गर्दा उनीहरूले जुन असली ग्रोथ गर्नुपर्ने हो नि त्यो गर्न सक्दैनन्। एउटा उदाहरणका लागि म यहाँहरूलाई एउटा उदाहरण दिन चाहन्छु। अहिले भइरहेको बच्चाकै हेर्न नि सकिन्छ होइन। जस्तो के हुँदो रहेछ भन्दाखेरि यो बच्चाहरू यति यति एक्टिभ हुन्छन् नि। हामी यिनीहरूसँग जसरी दौडेह जसरी हिँडेह त्यसरी गर्ने हो भने हामी एक दिन यिनीहरूसँग भिड्यौँ भने त हामी कति दिन थला पर्छौँ हेर्नुहोस्। यस्तो हुन्छन् क्या एक्टिभ, यस्ता हुँदो रहेछन् होइन। अब मैले आफूले अनुभव गरेको यो बाबु होइन यति कुद्छ नि सकिँदै सकिन्न के, थाक्दा नि थाक्दैन होइन। शरीर के हुँदो रहेछ यस्तो यिनीहरूसँग होइन, त्यो इम्युनिटी पावर कस्तो हुँदो रहेछ त। अब यो भयो भन्दैमा हामी उनीहरूलाई जब हामी यो ग्रोथमा हामी रोक्न लाउँछौँ नि, उनीहरूलाई हामी त्यो गर्न दिँदैनौँ नि, अनि त्यसपछि के हुन्छ भन्दा यिनीहरूको बिस्तारै त्यो ह्याबिट त्यस्तै बन्दै जान्छ। अनि के हुन्छ यिनीहरूको पनि अवस्था त्यस्तै हुँदै आउँछ। त्यस कारणले जति पनि यो मेरो युट्युबमा जोडिने साथीहरू हुनुहुन्छ सम्पूर्णलाई म के आग्रह गर्न चाहन्छु भन्दा यदि तपाईँहरूका बच्चा बाबु नानी छन् भने उनीहरूलाई फ्री छोडिदिनु होला, एकदमै यिनीहरूलाई हिँड्न दिनु होला होइन। जे चाहन्छन् त्यो गर्न दिनु होला। हामी भन्छौँ नि एउटा बच्चा बच्चीहरू ज्ञानी भयो, कति छुचो हो यस्तो भन्छौँ नि। जो बाबु टाटो छ, जो क्लेभर छ, ऊ चाहिँ के हुन्छ छुचो जस्तो देखिन्छ। अनि उसले के गर्छ भन्दा सबै चिजहरू नि त्यहीँबाट सिकेको हुन्छ नि त होइन। उसले गर्दै जाँदा एक्टिभिटिजबाट उसले सिकिरहेको हुन्छ। त्यस कारणले यहाँहरूले बच्चा बाबु नानीहरूलाई सबै चिज एकदम खुला तरिकाले दिनु होला, यो आग्रह गर्न चाहेँ। अनि जतिले यो भिडियो हेर्नुभएको छ लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला। अनि यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। र यस्तै भिडियोको लागि अरूले पनि जानोस् यो भिडियोहरू भन्ने चाहनुहुन्छ भने सेयर पनि गरेर अरूमाझ पनि पुर्याउनु होला, ताकि उहाँहरूको जसको साना बाबु नानीहरू छन् उहाँहरूलाई यो चिजहरू थाहा होस् होइन। मेरो बच्चा ज्ञानी भइदियो हुन्थ्यो भन्ने सबैलाई लाग्छ नि त। वास्तवमा ज्ञानी भनेको त्यो के रहेछ भन्दा हामीले ज्ञानी भन्छौँ नि, त्यो ज्ञानी भनेको उनीहरूको ग्रोथ कम हुनु रहेछ होइन। त्यही भएर एक्टिभ हुनुपर्दो रहेछ, छुचो हुनुपर्दो रहेछ। अहिलेसम्म हेर्नुहोस् जो बच्चा छुचो छ उसले धेरै कुरा सिकेको छ। तपाईँले बुझेका कुरा हो नि, हो कि होइन भन्नुहोस् त। ल यो कुराहरू गर्नु होला भन्दै आजलाई भने यहाँहरू माझबाट बिदा हुन चाहन्छु। यस्तै भिडियो चाहनुहुन्छ भने धेरैभन्दा धेरै लाइक कमेन्ट सेयर गर्नुहोला र कमेन्टमा लेख्नुहोला कि नेक्स्ट भिडियो बच्चाको चाहियो भनेर लेख्नुहोला। अनि यस्तै भिडियो तपाईँहरू माझ लिएर आउनेछु। यहाँहरूको बाँकी पल एकदमै राम्रो रहोस्। यहाँहरूका बाबु नानीहरू छन् भने ती बाबु नानीहरूको भविष्य एकदम सुन्दर होस्, एकदमै राम्रो होस्। यहाँहरूको बच्चा बच्चीको शारीरिक विकास एकदम राम्रो होस् भन्ने कामना गर्न चाहन्छु। र यो नबिर्सिनु होला, बच्चा बच्ची धेरै चल्ने चकचके छन्, तिनीहरू नै भविष्यकै एक नम्बर कर्णधार हुन् भन्दै आज यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते।